नसके बाउन नपाइने भेन्टिल नसके कामी नपाइने भइहाल्यो। ओहो हाम्रो मिठी अङ्कललाई त ड्युटी कडा मिलेछ है। मलाई बाँस बोक्न आइदिएछन् आफूले केरा ल्याएन होइन आफूले केरा ल्याए मलाई बाँस बोक्न। कपाल काटेर कस्तो हुनु त नि कपाल काटेको कस्तो नि हिरो हो। हेलो साथीहरू नमस्ते सन्चै आराम हुनुहुन्छ होला मलाई पनि एकदम ठिकै छ। आज म धेरै दिनपछि भ्लग लिएर आउँदैछु। हेरौँ अब भ्लगमा आज दिनभरिमा के हुन्छ सकेसम्म एक कुराहरू ल्याउने प्रयासमा छु। केटाकेटी दौडिरहेका छन्। अब हामी चियापानी खाइसक्यौँ बिहान उठेर। अब चाहिँ हामी घाँस काट्न जाँदैछौँ। अङ्कल र म जाउने यति घाँस काट्यौँ। अङ्कल माथि माथि सिउरेर घाँस काट्नु हो। अङ्कल हात कामी खान कि नै त बानी ला कति वर्ष घाँस काट्नु 9 वर्षमा 9 वर्षमा काटेको। ए मैले अन्त धेरै काटिसक्नु छ अहिले। धेरै त गाउने पहिले त्यसलाई भारी पुऱ्याइन्छ 20 मिनेट। कति मिनट भयो र अहिले? अहिले 20-25 मिनेट भयो कि भएन होला। भयो त्यति त। पारी पारी घाम लाहन। फाइनली घाँस पुग्यो अब। अङ्कलले 9 वर्षमा घाँसको भारी बोक्दै हुनुहुन्छ। 9 वर्षपछि काटे घाँस। कस्तो फिल भयो त? हात खुट्टा कामी खान कि नै? हात खुट्टा त भएन, ढाड दुखे। ढाड दुख्यो? घोप्टी पर्दा होला करे। अहिले हयरको बान्नु मैले यहाँ लुडी लाउँछु। घाँसको लुडी लाउनु पर्यो। अङ्कलको घाँस रेडी भयो। त्यहाँ लामोवाला अहिले लाउनु छोटो भन्नु पर्यो। ठिकै हुन्छ। यसैको काटेर त हुन्न होला फेरि एउटा होइन। हुन्न लोट्न भयो राम्रोसँग गराउनु। नबाटे त फुक्ला गरे यसरी होइन र। त्यस्तै गराउनु हुन्छ, मन त चिराएर गराउनु हुन्छ। पहिला यस्तै गरेर अहिले हात खुट्टा कामे खाइन जानु नि त मलाई कामे खाए भिड देखेर। मेरो हात खुट्टा त केही भएन नि। ढाँटे घोप्टी परेर आएको ढाड भारी पनि रेडी भयो। अङ्कल बोक्नुहुन्छ कि बोकाइदिनु पर्छ? मलाई त पर्दैन होला। बोक्नु त। त्यसो भइसक्यो। हो नि भारी त गजब बह नाम्लो छोटो भयो र। बाई बाई भनिदिनु क्या। बाई बाई। बाबा
उठाइयो यता गरे भैँसी बहादुरले घाँस मागेको अङ्कललाई हजुरलाई घाँस मागेको हजुर को पारी कि हेलो हामी आइपुग्यौँ घाँस काटेर भइरहेछ भने कहाँ हो चिटिक्क परेर कता कताको यात्रा हो के अरे भिडियो लाइक गरे ल भिडियो हेरे ल गुड मर्निङ बोल्न उठ्नु क्या हेर बाबा हेलो ममता के हुँदैछ के पाक्दैछ भोक लाग्यो हामी घाँस काटेर आइपुग्यौँ भिडियो हेर्ने मान्छेलाई के भन्न चाहनुहुन्छ त्यो भिडियो हजुरले पनि हेर्नु नि होला हेर त आधी भएमा खालिस् सब्जी हजुरलाई हेर्दा हो मलाई किन हेर्नुपर्छ मलाई यसरी हेर्ला घाँस काटेर आइके मान्छे कति भइसक्यो फाइनली हामी खाना खाएर अब पूजाको तयारीको लागि अङ्कलहरू आउँदै हुनुहुन्छ बाबा बाबा कपाल काटेर कस्तो हुनु त नि कपाल काटेको कस्तो नि हिरो हो के कति त कहाँ यहीँको केरा ल्याएर नमस्ते आइरबा मम्मी कता त नि हिरोइन भएर म कोकोले के गरे कोकोले के गरेछ अन्त हेर्दै हेर्ने ड्युटी हो कुखुरा काँडे ल्याउन त यत्रो केरा काँडे यतातिर अन्ने यहीँ रहेछ केरा धेरै रहेछन् अङ्कल केरा खाने हो अङ्कल केरा धेरै रहेछन् ओहो हाम्रो मिठी अङ्कललाई त ड्युटी कडा मिलेछ है आफूले केरा ल्याएन होइन तार सुप्रिम डन यहाँ बाँस देखाउनु अरे कहाँ ठुलो त्यो जहाँ काट्यो त्यहीँ त हामी बोकेर हिँडे होइन नि के हैसे दिनु है यही काटा किन टेन्सन गरे हो भन्नु काटा हाम्रो जम्मै मन्टा वा सन्दक चल नि त्यो चल अनि काटा सुन भाइ ओइ कान्छ हेलो मन्दिरा हजुर हेलो मन्दिका फुपू के लाउनु र माला एक्लै हुनुहुन्छ खै त हजुरआमा ओहो माला त खत्रै हुन्न त को लायो त माला मलाई
आज हाम्रो पूजाको पहिलो दिन होइन ओ भाउन बाजे नि आउन ल यहाँ त कसले नखाल्दै हो सबै रोगन हजुरबा नमस्ते म यहाँ बुढा बसेर ठाउँमा हुन्छु त्यो फोनहरु पनि निप्न हरिनु पर्छ निपे त्यही मासु काट्ने पकाउने सबै गरे त्यही गरे 10,000 माथि है त नि बुझ्नी हो थोरै त पनि छु होइन त्यही फुल छ कति हुन्छ हामी यहाँ यहाँ हामीले खाम खोज्दैन पनि हामीले पूजा गर्छ पढ्दै पनि गरौँ एकदम पढ्ने साथीभाइले भन्ने कुरा हो आफ्नो त यो त माइलठोलो बिहान गरे तिम्रो माइल भएको काम थिएन खारै भाइ माइल नसके बाहुन नपाइने भ्यान्टेल नसके कामी नपाइने भइहाल्यो बुझेपछि मैले अब फेरि बाहुनले त्यही भान्जा बाँध्ने खोज्ने छाँट आउँछ कि भन्ने छ आयो आयो आउनु देवर केटाहरू एकदमै कति यहाँ आश्रममा पढायो कति रह्यो उठ्दै गराइयो एकदमै देउहार कोही जापान कोही कहाँ कोही छैन यहीले अलि विचार त गर्नु त पर्छ अर्को हरि पनि जापान लगायो कति वर्ष भयो उनी जमेर बसे अब छोरा छोरीहरू त्यहाँ जापान थियो पण्डित भयो थियो पहिला कुरा र पण्डित थियो थियो महापण्डित थियो त्यहाँ चोकुन जापान बास काट्न लाउनु हौ वा
त्यही दीपचित्रको अङ्कल बाँस काटेर हाल्नुको खै त काट्दैन हुन्छ यहाँ ल्याएर उस घनी यहाँ ल्याएर मन्दिरमा माथि लाने तेरो डायरी पहिलाको हुन्छ नि तेरो डायरी त नमस्ते हजुरआमा के हुँदैछ त यहाँ किन नचिनेर नमस्ते भाउजू भन्ने क्या हो होइन पो आन्टी नमस्ते भन्न मलाई आन्टी नमस्ते अरे मैले भाउजू नमस्ते भनेको सुन्न न क्या ए चिन्नु नहान्नु र क्या उनको भाउजू चाहिँ दाई दिनेश दाई ओमे दाई दिनेश दाई हान्न आएको ओमे दाई भातमा जाँदै माया रहेछ एउटै त भात आएको कुकुरा हाल धेरै भयो थोरै भयो लामो हात हो त्यो लामो हात भएन त्यहाँ त केमा राख्ने ठुलो यहाँ त त्यहाँ घर आएको त फर्का त दाई नमस्ते त्यहाँ भान्नु त अहिले आसी ल्याउदेऊ त ममा त मन अङ्कल कस्तो भइरहेको त बाँस काटेर हाउनु कति बेला रहेछ अनि यो घर आइसी हो भन्नु है मलाई अहिले मैले देखिनँ अनि छ कैँची छ त कैँची ल्याऊँ म जान मिल्दैन त्यही भएर ब्रस गरेर भ्याइएन र सञ्जक काटे केले काट्यो भने भन्दैन है नमस्ते सन्चै हुनुहुन्छ मेरो कामै छैन त्यही भएर भिडियो गरेको भिडियो नि त गर्नु पर्यो
काट्नै गरेर ठ्याक्कै धुर्यो अब आसी टिकी नमस्ते गर नमस्ते गरिदियो बाले के लाग्यो टिकी हेर टिक्राउने यहाँ उनी भन्छु गाथे बाले त्यही लगाइदिनको होइन क्या टिकी लाउनु त माथि गएर माथि पर हो र यो धुनी हुन्छ मिठाई राख्यो होइन मिठाई छ होइन यताको छ कि मिठो हजुर नहाटीको लागि मकै गऱ्यो नमस्ते एउटा सायरी जाओस् त तो केराला हेरी कहाँ हो राख्ने त्यही भगर राखेमा भाँचला नाग्न त हुन्न नि दैला मुहा त्यही यो भयो अरे उसले भयो भने धेरै नकाछ केरा कोसँग गइक्यौ कोसँग गइक्यौ सुप्रिम हिजो त बाबासित अहिले कोसँग गइक्यौ त म अलिक कोसित बाटामा आउनु थियो अरे रसी दिने
अलिक पर्छ अलिक ओहो रोटी बेलान त सुन्तलीमा चाहिँ पो हुने नि आइन्छ लौ खा तेलले हुन्छ बरु सजिलो ए यताखेरि अन्जी त मिसाइ चाहिँ के अरे नि रोटी बेल्नी छामाले फेरि अब हात समाउने देख्छन् भनेर खोल्टी यहाँ राखेर त्यस्तो भिडियो गर्नुभयो हो पक्कै हो सब्जी के को सब्जी हो मम्मी खानाको पुरी वा बन्दैछ आन्दी अरे म ल्याउनु क्या यहाँ मैले हाल्दै खानु खाइरे किन नखाइ खाएको नि के या रोटी खानु नअरे क्या केरामा ओह भाउजू भाउजू ओ भाउजू लिप्पोत हुँदैछ
ओहो नि आन्टी र कान्छी बुहारीहरू कान्छी बुहारीहरू बुहारीहरूले लिपेको हेर्नु हुने दर्शक महानुभावहरू यही फर्माएर यो जो के चीज हेर्नु रातै हुन्छ नि भोलि खबर तिमीहरूको ती सारी पुरै चाहिँ गेरु लाएर यही बाल्टी भित्र मात्र हान्ने के ऊपर पाऊ हान्थिस कि हान्ने तैले हानिने छ नानीको अरे कसले के भन्नु हो भने हेर्नु हो मक्खै पारेर ओभर नगरे राख राखे कपडा भयो हुन्छ फेरि एक मिटरमै चाहिन्छ कपडा बानी बानी भाउजू कति वर्ष लिप्नु ए जग्गाले पनि त्यो नि लिपे हुन्छ नि यो त अब आफू बख्न पर्छ बख्नेको चुलै गराउने होला यति पुरै यही जग्गा लिनु पहिले यो रातो यस्तो त गरम न प्लिज हो क्या जापानी भाषा के अरे यसमा त सिमेन्टमा त पोका लाउने गुन्द्री बिछाउने आफू सक्नु आयो नलिपि भोलि लिप्यो अब आजको यो पूजा पनि सकिन लागिसक्यो आजको हाम्रो यतिन्जेलसम्म हेर्नुभएको भ्लगमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ हो त फुपू के भन्न चाहनुहुन्छ अहिले आएको दिन कसरी बित्यो आएको दिन रमाइलो उता हटिया गइयो उता मन्दिर बनाउने झलमाली अलि झन् झलमाली बनाउनु झन् रमाइलो हुन्छ भिडियो गरेको अनि हाम्रो ठुली फुपूले के भन्न चाहनुहुन्छ त आजको दिन कसरी बित्यो तोरण पाटेर घाँस काटेर आएको ए नगर न अनि हजुरआमाको दिन कसरी बित्यो त आयो कस्तो लाग्यो अब तोरण बाटियो माला उन्नियो मन्दिर बनाए सबैले खाजा खाइयो भात घाँस उठ्ने भोलि बिहान उठ्ने सबै त्यही काम गर्ने होइन हाम्रो अनि यो हाम्रो भिडियो हेर्ने मान्छेलाई के भन्दै हुनुहुन्छ त भिडियो हेर्नेले धेरै धेरै हेरेर आशीर्वाद दिनुको धेरै भाइरल हुन पाइयो अनि हजुरबाले के भन्न चाहनुहुन्छ त
मैले के भनौँ भाइ जान्छु नि भन्नु नि आएको दिन कसरी बित्यो कस्तो लाग्यो आएको दिन ठिकठाक बित्यो हजुर अब मन्दिर भयो अब भोलिको दिन कसरी बित्ने त्यो थाहा छैन भोलि पनि यस्तै राम्रो दिन बित्योस् भन्ने आशा रमाइलो होला नि त भोलि अनि अङ्कलले मेरो पनि यस्तै मन्दिर बनाइयो बाँस सास लियो यताउताबाट कस्तो भयो त जम्मा हुनु हजुर घाँस काटियो ए घाँस काटियो तरुल खन्ने बिहानै ए तरुल खनेको भिडियो त भएन त है कहाँ त तरुल भोलि बनाउँला ए अनि फेरि बाबाले के भन्न चाहनुहुन्छ त यहाँ जल्ने यताउता गरेर मन्दिरको उद्घाटन स्थापना गरियो हजुर अहिलेसम्मलाई सबै राम्रै छ यस्तै राम्रै होला भन्ने कामना छ ल त नि ल यता हाम्रो हजुरआमा अब घर हिँड्न लाउन के भनेर जान चाहनुहुन्छ त अन्तिममा मैले 10 बजीबाट अहिले बेलुकीको कति बज्यो अहिले त 6 बजे छैन होला 6 त कति बजे खै घडी हेरेर त 6:30 भयो हुन्छ 5:40 भयो खै 5:40 यता सुनाइले ए भनेपछि 6 नि बजेर हुन्छ 5:30 भयो रहेछ 5:30 बजेसम्म हामीले बिहान सुरुमा अनि चौधुवाका माला बनायौँ हजुर त्यसपछि तोरण बाँधियो तोरण बाँधेर सकेपछि फेरि पनि माला बनायौँ त्यहाँबाट उसका अखन्ना उसका बनाइयो दुबाका दुबोहरू टिपियो मुठा बाँध्ने राखियो हजुर अनि तल मन्दिर लिपलाप राम्रो आज समापन राम्रै भयो छ अब अन्तिममा राम्रै हुन्छ भन्ने आशावादी छौँ ल त नि सबैले हेर्नु होला ल भोलि बिहान हाम्रो सानो परिवारको पूजा गणेश पुराण हो क्या गणेश पुराणको समापन राम्रै आज गरियो छ भन्दै जान्छु म हस् त नि बाई बाई रोटी खाएको कुलु के हवा या फेरि के हुँदैछ त आन्टी के भन्न चाहनुहुन्छ दाँत दुख्यो मम्मीले के भन्न चाहनुहुन्छ त ए कस्तो बित्यो त आएको दिन मुला देखेर अचम्मै यो यस्तो यस्तो क्युट मुला कहाँ पाइएला म चितवन लगेर जानु पर्ला ए चितवन लगेर जाने हुन्छ गाउँघरको लोकल मुला होइन यहाँ पाहुनाहरूलाई खुवाउनु पर्यो चितवन लान्न ल त नि हुन्छ त नि साथीहरू यतिन्जेलसम्म हाम्रो भिडियो हेर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद आशा छ आजसम्म माया गर्नुभएको थियो त्योभन्दा धेरै पनि माया गर्नु होला छोडेर गएछ ए बा तरुल हो यो तरुल कहाँबाट ल्याएको यो चिनावालीबाट यहाँ खनेको बाहिर बराबर छ ए भनेपछि तरुलको अहिले तेज छैन यहाँ त ऐठुल हुन्छ कसरी बोकेर आइदियो त नि साई खुकुले ट्याक्सीमा हालेर आउन गरे 1500 दिएँ अनि त्यहाँ बाई बाई मलाई त रुवा खुकुला ल्याउनु नजिक यतिन्जेलसम्म अहिले यता हाम्रो ठुली फुपू अरे ल हाम्रो भिडियो हेर्नेलाई सबैलाई धन्यवाद भन्नु हाम्रो भिडियो हेर्नेलाई धन्यवाद धन्यवाद भोलि लाइक दिनु होला भोलि होइन आजै हो भोलि झन् दिनु होला क्या भोलिको भिडियो फेरि भोलि ल्याएर आउँछौँ भन्नु भोलि ल्याएर आउँछौँ पूजामा बसेर बाई 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 बाई